आज मैले मैले लगाएको आलु देखाउन गइरहेको छु। म शिक्षक भएर एउटा किसान पनि हो। आलु राम्रै छ, अहिले यस्तो टन्नै छ। यो आलु पुरै बिसादिरहित हो, कति पनि बिसादिराखेको छैन। यसमा आलु छ, धेरै नै छ। बिसादिरहित आलु हो यो। जनकदेव भन्ने गोलो खालको आलु हो। यो लगभग अब केही समयमा तयारी हुन्छ। भर्खरै प्याज लगाएको छु मैले। अरूले प्याज डल्ला बनाइसकेका छन्, ठुल्ठुलो बनाइसकेका छन्। मैले भर्खर लगाएर हिजो लगाएर भ्याइयो, आज बल्ल पटेको छु। गहुँ यस्तो छ, यहाँ थियो के भयो कुनै धेरै मल भएछ के भयो, लाई लाछ अलि खरानी छरेको छु। उता राम्रै छ, यस्तो खालको छ। यहाँ मैले यो काँक्रोको बिरुवा पारेको छु। पानी राख्न पर्ने रहेछ, पानी अहिले राख्नु पर्ला। यता सिँचाइ गरेको छु फेरि। हजुर होइन, यहाँ एउटा भिडियो खिचेको देखाउँछ।